वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। मेरो बच्चाहरू, हजुरलाई थाहा छ, मैले हजुरलाई सिकाएँ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। यो गणेश भगवानको मन्त्र हो। अब यो गणेश भगवानको मन्त्रले के भनेको त, यो पनि त बुझ्नु पर्यो हामीहरूले। यो मन्त्रले भन्न खोजेको अर्थ चाहिँ नि वास्तवमा यो हो, म करोडौं सूर्य बराबर तेजस्वी बाङ्गो सुण र विशाल शरीर भएका भगवान गणेशलाई बिना कुनै बाधा मेरा सम्पूर्ण कार्य सम्पन्न गरिदिन प्रार्थना गर्दछु भनेर चाहिँ हामीले चाहिँ नि यो मन्त्र उच्चारण गरेको हो। बुझ्यौ? हामीले जहिले पनि कुनै पनि पूजा कुनै पनि पाठहरू गर्नुभन्दा अगाडि गणेश भगवानलाई सम्झिन्छौँ र यो प्रार्थना गर्छौँ। आजलाई यति नै। म अर्को मन्त्र लिएर हजुरहरू समक्ष फेरि प्रस्तुत हुनेछु र यो अर्थको बारेमा मेरो बच्चाहरूलाई पनि हजुरहरूलाई पनि म जानकारी गराउनेछु। Love all, serve all. Help ever, hurt never. Respect all the religions. Om Sai Ram.